मध्य प्रदेशको राजधानी जनकपुर धाममा दिउँसै 80 लाख रुपियाँ लुट्ने 2 जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ। धनुषाको जनकपुर धाम उपमहानगरपालिका 19 मा सहकारी कर्मचारीको साथमा रहेको 80 लाख रुपियाँ लुटेको आरोपमा 2 जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ। लुटपाटमा संलग्न रहेको भन्दै जनक महतो र श्रवण कापरलाई प्रहरीले जनकपुर धामबाट पक्राउ गरेको छ। उनीहरूको साथबाट 14,53,000 रुपियाँ बरामद गरिएको धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जनाएका छन्। वैशाख 24 गते धनुषाको सबैला नगरपालिका 12 स्थित रघुनाथपुरको शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्र कुमार महतोले मोटरसाइकलमा आएका जनक र श्रवणले पिस्तोल देखाएर 80 लाख रुपियाँ नगद लुटेका थिए। पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरी उपरीक्षक तिवारीले बताए। प्रहरीका अनुसार यो घटनामा कुल 8 जनाको संलग्नता रहेको आशंका गरिएको छ। तीमध्ये 6 जना थप फरार रहेको प्रहरीको भनाइ छ। बाँकी रहेका रकम र अन्य घटनामा संलग्न व्यक्ति पनि चाँडै पक्राउ पर्ने प्रहरीको भनाइरहेको छ। 2081 1 महिना 24 गतेको दिनमा 11:45 बजेको समयमा धनुषा यो जिल्ला जनकपुर उपमहानगरपालिका वडा नम्बर 19 थुमौना स्थित पोखरीमा हामीलाई लगभग 11:45 एक पत्रकारले खबर गर्नुभयो। मलाई एकजना पत्रकार मित्रले खबर गर्नुभयो कि यहाँ चाहिँ यसरी पैसा लुटियो भन्नुभयो। यति उति भन्नुभयो, पैसा लुटियो मात्रै भन्नु। भनिसकेपछि मैले तुरुन्तै टोली पठाएँ। मैले सोचेँ कि सानसानो होला भन्छु, होइन। तुरुन्तै टोली पठाएँ। टोली पठाएको मेरो टोलीले के भन्छ, 80 लाख लुटियो भन्छ, होइन। म त एकदमै चाहिँ अब सक भयो, होइन। 80 लाख भनेको त ठुलो रकम हो। त्यसपछि म तुरुन्तै पुगेँ। तुरुन्तै पुगिसकेपछि त्यही घटनास्थलमा पुगेँ। मेरो टिमसँग पनि मैले सल्लाह गरेँ। अनि सबै कुरा बुझिसकेपछि मैले आइजी साहबलाई त्यहीँबाट फोन गरेँ। फोन गरेर मैले के भनेँ भने, सर यस्तो यस्तो घटना भयो। त्यो त सर पनि सक हुनुहुन्छ नि त, होइन। यस्तो यस्तो घटना भयो सर, हामी यसलाई चाहिँ अनुसन्धान गरेर हामी पढाउँछौँ हजुर, होइन। त्यो एउटा चाहिँ म यहाँ पहिला पनि बसेको, यस्ता किसिमका अनुसन्धानहरू गरेको हुँदा मलाई एउटा विश्वास पनि र हाम्रो टिममाथिको भरोसा पनि टिम थियो। र त्यसपछि हामीले अनुसन्धान गर्दै थियौँ। र यो घटनाको सन्दर्भमा चाहिँ त्यो भानु चोकबाट रेलवे जाने बाटोमा रहेको हिमालयन ब्याङ्कबाट उहाँले 90 लाख रुपियाँ निकाल्नु। 90 लाख निकाल्नुभयो र 10 लाख चाहिँ त्यहाँ केमा केही त्यो 10 लाख लानुभयो। 80 लाख रुपियाँ उहाँले लानुभयो। लैसकेपछि उहाँ त्यहाँबाट जानुभयो रघुनाथपुर पुर्याउनु पर्ने। त्यो जाँदै गर्दाखेरि बाटोमा उहाँले चलिरहेको मोटरसाइकल रोक्यो कसैले। रोकिसकेपछि उहाँको गाडी चाहिँ त्यो मोटरसाइकलको चाबी थुत्यो भन्नुभयो। चाबी थुत्यो भनिसकेपछि चाबी थुत्यो, लिएर गयो। मैले पछि उहाँलाई लिएरै गएँ घटनास्थलमा, लिएर गएँ। सोद्धाखेरि कसरी भयो घटना भन्दा यसरी। र त्यसपछि हामीले हाम्रो चाहिँ टोली हटाएँ। म आफै लगायत हाम्रा टोलीहरू चाहिँ छुट्टिए। र यसमा चाहिँ प्रदेश प्रहरी कार्यालय समेत, होइन। त्यसपछि इभन महोत्तरी समेत छिमेकी जिल्लाहरूको समेत हामीले सहयोग प्राप्त गऱ्यौँ। र त्यसपछि अझ यी पक्राउ सक्राउका अपरेसनहरूमा त हामी एपिएफको पनि सहयोग छ, होइन। हामी सबै मिलेरै लाग्यौँ कि त्यसपछि। र त्यसपछि हामीले चाहिँ अहिलेसम्म अहिले पनि टिम चाहिँ फिल्डमै छ। ठुलो टिम चाहिँ अहिले पनि फिल्डमै छ। र अहिलेसम्म हामीले 2 जना व्यक्तिबाट, एकजनासँगबाट 5,53,000, त्यसको भागमा परेको 8 लाख केही खर्च गरिसकेका छ अहिले, 5,53,000। र अर्कोसँगबाट चाहिँ 9 लाख रुपियाँ गरेर अहिले 14,53,000 हामीले चाहिँ बरामद गरिसकेका छौँ 2 जना मान्छे। र अहिले उहाँहरूलाई चाहिँ म्याद थप्ने क्रममा छ। तपाईँ ल्याउनु बित्तिकै अहिले हामीले उहाँहरूलाई सो पनि गर्छौँ, त्यो रकम पनि सो गर्छौँ। र यसरी चाहिँ एउटा ठुलो अपरेसन। नामहरू म अहिले नाम
चाहिँ म अहिले डिस्क्लोज नगरौँ कि भन्न खोजेको, किनभने यसमा अरू मान्छे पनि संलग्न छन् र ती मान्छेहरूले चाहिँ शङ्का गर्छ र हामीले चाहिँ उ गरेका छैनौँ। त्यस कारण नाम अहिले मैले डिस्क्लोज नगर्ने खोजेको, तर म मान्छे तपाईँहरूलाई मास्क राखेर म मान्छे देखाइदिन्छु। र त्यसपछि हामीले यो अपरेसन पुरै सक्सेस गरिसकेपछि फेरि हामी नामहरूसहित र यो घटनाको चाहिँ पुरै हिस्ट्री सहित हामी चाहिँ तपाईँहरूलाई चाहिँ दिन्छौँ। र मैले अहिले के मात्रै तपाईँहरू मार्फत सम्पूर्ण नागरिकहरूलाई म के अनुरोध गर्न चाहेँ भने नेपाल प्रहरी यस्ता किसिमका अपराधहरू अनुसन्धान गर्न सक्षम छ र सबैले चाहिँ एउटा सुरक्षित महसुस गर्ने वातावरण बनाउनु नेपाल प्रहरी सक्षम छ र नेपाल प्रहरीले यस्ता अपहरण लगायतका के अरे मानिसको चाहिँ कर्तव्य ज्यान लगायतका केसहरूमा चाहिँ अनुसन्धान गरेर सफलता प्राप्त गरेको छ र जनतामा एउटा विश्वास भरोसाको वातावरण बनाएको छ भने अपराधीहरूलाई पनि उनीहरूले त सोचेको हुन्छ, यिनीहरूलाई सोचे तिमीहरूले प्रहरीले समाउँछ भन्ने लागेको थियो तिमीलाई भनेको त कहाँ समाउँछ भन्ने भए त हामी यो कामै गर्थेनौँ नि सर। त्यो त हामीले एकदम वेल प्लान गरेर गरेको, अब तपाईँले यस्तो पनि समाइदिनु भयो भन्छ होइन। त्यस्तो किसिमले हामीले गरेका छौँ भने अब अन्य घटनाहरू पनि हामीले चाहिँ अनुसन्धान यसको थप अनुसन्धान भएको छ भने अब यही